मेरो पेटमा पित्त थैलीमा बोसो पलाएको थियो। अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्दाखेरि डाक्टरले भन्नुभएको थियो यो अपरेसन गरेर निकाल्नुपर्छ, यो काटेर निकाल्नुपर्छ। होइन भने अहिले यदि सकिँदैन भने 3 महिनामा अल्ट्रासाउन्ड गरेर हेर्नुपर्छ, होइन भने पछि गएर समस्या हुन सक्छ। जुन कि सन्त रामपालजी महाराजको शरणमा आएपछि, उहाँको भक्ति गर्न थालेपछि त्यो बोसोले पनि मलाई समस्या गरेको छैन, आजसम्म दुखेको पनि छैन, निको भएको छ पूर्ण रूपले। मेरो सर्दी मर्की लाग्ने, नाकबाट पानी चुने 12 महिनाको मेरो ठुलो रोग थियो, जो ठन्डीका कारण मेरो अनुहार पुरै सुनिन्थ्यो, पुरै अन्धो जस्तो मेरो समस्या हुन्थ्यो। केही समयको लागि, केही घन्टाको लागि, लगभग 12 घन्टा 24 घन्टासम्मको लागि अन्धो हुनु पर्थ्यो मेरो अनुहार सुनिएर। त्यो मेरो सर्दी मर्की कहाँ गयो, त्यत्रो ठुलो रोग मेरो कहाँ गयो। आज सन्त रामपालजी महाराजको आशीर्वादबाट, उहाँले दिनुभएको भक्तिबाट, त्यसपछि अर्को लाभ पनि हजुरलाई जानकारी गराउँ। मेरो यो आँखाको पछाडिपट्टि टाउकोमा, अब यो डाक्टरलाई मात्रै थाहा छ, उहाँले भन्नुभयो आँखाको नसा सुकेको छ, सुकेकोले गर्दा हजुरलाई यो समस्या आउँछ, यसको उपचार चाहिँ छैन, जिन्दगीभरि औषधि चाहिँ खाइराख्नुपर्छ। जुन कि अहिले सन्त रामपालजी महाराजको शरणमा आएदेखि त्यो समस्या पनि मेरो पूर्ण रूपले निको भएको छ। र पहिले आँखा पनि मेरो मोतीबिन्दु भएको थियो, अपरेसन गरेको थिएँ, मेरो समस्या आइरहन्थ्यो, अहिले आँखा पनि राम्रो देखिँदैछ। यो सबै परमात्माको कृपा हो। सन्त रामपालजी महाराजबाट नाम दीक्षा लिएपछि उहाँको भक्तिबाट यो सम्पूर्ण लाभ भएको।